के भयो के भयो के भयो सो हेलो गाइज गुड मर्निङ आज चाहिँ म गाउँमा छु यति बेला कपाल कसरी फुलिन्छ यति बेला चाहिँ म भर्खरै गाउँमा आइपुगेको किन आएको भन्दाखेरि चाहिँ आज चाहिँ आजबाट हाम्रो रोपाइ सुरु छ आज चाहिँ असारको 17 गते कोही कोही ठाउँमा त धान रोपेर पनि सकिसक्यो होला तर हाम्रो चाहिँ स्टार्टै गरे हैन त्यही भएर असारको 17 गते आज चाहिँ बल्ल खेतमा पानी होला जस्तो लाएर अनि बल्ल हाम्रो धान रोप्ने कार्यक्रम छ हैन त्यही भएर म चाहिँ बिहानै चियासे खाएर बेसरबाट निस्केको भर्खरै घर आइपुग्यो गाइज बाटो चाहिँ एकदम बिजोक छ बगर 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 भएको छ बाटो चाहिँ अनि बगर नभएको ढुङ्गा 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 अनि ढुङ्गा नभएको ठाउँमा बालुवा बालुवा छ बालुवा फेरि यस्तो के यस्तो पेलेला पेलेला लेदो जस्तो के त्यही भएर 1 घन्टाभन्दा अलि धेरै लाग्यो मलाई चाहिँ टाइम अब अलिकति सेफ भएर आउनु होला तपाईहरु पनि हिँड्दै हुनुहुन्छ भने हैन अनि म चाहिँ अर्को के देखाउँछु तपाईहरुलाई भने हाम्रो दशैं गाइज यो चाहिँ हाम्रो दशैंको राको दशैंको लागि हाम्रो बाबाले ल्याएर पाल्नु भएको छ गाइज हेर्नु त क्या मज्जाको भएको छ है यो चाहिँ दशैंको लागि राको हो हाम्रो घरमा चाहिँ दशैंमा राको काँडा बलि दिन्थ्यो नि त पहिला पहिला मुली घर थियो मुली घर हो अनि बलि दिन्थ्यो आजभोलि चाहिँ छोडेको धेरै भयो थियो के अनि यो साल चाहिँ फेरि राको पालेछ यत्रो भएको छ सुरुमा ल्याउँदा चाहिँ एकदम खानै नपाएको थियो अरे बाउले भन्दै थियो अहिले भन्दा यस्तो दामी भएको छ दामी दशैंको लागि गाइज तपाईहरुको पनि कसको घरमा यस्तो बलि पाल्छ कमेन्ट गर्नु है गाइज यो चाहिँ पारी गाउँ असार बर्खा मतलब यो सिजन भनेको कस्तो के नरमाइलो लाग्ने के हेर्नु न गाउँ छ हैन तल तल गाउँ छ गाउँको माथि माथि बादल कति च्याउँदो के है नरमाइलो लाग्दो के गर्ने बर्खा लागेको भने यही रहेछ गाइज यतानिर चाहिँ कुखुरा पनि पालेछ है हाम्रो बाबाले कुखुरा वाउ चाहिँ अर्को लट तलको चाहिँ ठुलो वाला भयो त्यसको लट सेकेन्ड लट चाहिँ यो फेरि त्यसको पछि पछि यो हुर्किरहेछ ल गाइज हाम्रो गाउँमा चाहिँ यस्तो भइरहेछ बर्खा लागेर हेर्नु त कुहिरोले ढाकिसक्यो हौ सबै डाँडा काँडाहरू गाउँ पनि ढाकिसक्यो डाँडा काँडा मात्र हैन हेर्नु त आमाम ल हेर्नुस् हाम्रो घरमा 3टा कुकुरा छ ए के तिमीहरुको नाम के तिमीहरुको नाम यता आइज के को नाम हातले 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 गुड गुड हात 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 हातले तिम्रो नाम के हो तिम्रो नाम के हो नि तिमी आमा तिमी बच्चा आया नटोक्न तँलाई त अझै अझै हातले 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 तल हातले तल अझै 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 हातले हातले के भयो के भयो के भयो ल गाइज फाइनल्ली म चाहिँ आफ्नो असली रूपमा आइसकेको छु खेतमा छु आज हाम्रो चाहिँ यता रोपाइ हिजो भइसक्यो यताको ठुलो गरा चाहिँ मेरो लागि चाहिँ आजबाट स्टार्ट हो कि है हिजो चाहिँ खेतमा खासै पानी भएको थिएन त्यही भएर म आएन आज चाहिँ खतरै पानी भयो त्यही भएर आजको मेलो चाहिँ खतरै तान्ने भनेर यसो मेन पावर लगाइरहेछ हामी चाहिँ है त्यही हो पछाडि गाउँ देख्न सक्नुहुन्छ यस्तो दामी दामी छ हाम्रो गाउँहरू हाम्रो गाउँ मतलब तपाईहरुले देख्न सक्नुहुन्छ यता मकैबारी काल्ला चाहिँ रातै बनाइसकेको छ यसरी खन्छ हामी चाहिँ पहिला अब यो रोप्नुभन्दा पहिला यसरी काल्ला खनेर यसरी पानी लगाएर अनि यताको चाहिँ हिजो रोपिसकेको मेलो भयो पारी गाउँ देख्न सक्नुहुन्छ कसैको चाहिँ मकैबारी राम्रोसँग मकै नपाकेर
मकैबारी मकै नथन्काएको भएर रोपेको छैन। हाम्रो चाहिँ मकै रोप्दैन नि त, बाँझो राखेको थियो, सिधै धान मात्र रोप्ने हो। त्यही भएर हेर्नुहोस् गाइस, हाम्रो खेत चाहिँ उता खोलादेखि लिएर सरर यो लाइन यसरी लिएर त्यहाँबाट सरर यो बाँझो राखेको उतासम्म, उता रुख देख्नुभयो नि त्यहाँसम्म छ खेत, सिधा लाइन। अनि तल ठुलो गरा पनि छ। अनि तलको ठुलो गरा चाहिँ हामीले अड्यामा दिएको छ, हामीले गराउन सक्ने भएर। घरमा हाम्रो पनि खासै मेन पावर छैन नि त, त्यही भएर अड्यामा दिइरहेछ गाइस। अब म चाहिँ खेततिर पस्छु। अब कोतालो भइहाल्यो। अनि यसमा यो प्लास्टिकमा चाहिँ मोबाइल हालेर अनि पानी पर्दाखेरिको भिडियोहरू अलिअलि बनाउने भनेर मोबाइल हालेर गरेको छु है। त्यही हो, यता धनबारी टक्क लाएर पानी चाहिँ खत्रै भएको क्या। तर मैले थाहा पाउने बेलासँग यो खेतहरू कति ठुल्ठुलो थियो कि, यति ठुल्ठुलो थियो, अहिले यति सानो भइसक्यो। त्यो कानलाई आफू सानो भएर खेत ठुलो लाग्यो, पहिला खेत ठुलो लाग्यो हो कि के हो यस्तरी रोप्छ हाम्रोतिर चाहिँ। पानी यसरी छोड्छ अनि धान चाहिँ यसरी रोप्छ है। आली चाहिँ हाम्रो यस्तो हुन्छ है। तपाईँहरूकोतिर कस्तो हुन्छ आली हेर्नु त, गाउँ माथि क्या दामी देखिरहेछ। वाउ, के छ गाइस, कस्तो लाग्यो हाम्रो गाउँको खेतको बारीको भ्यू कस्तो लाग्यो दा गाइस? प्लिज कमेन्ट गर्नु होला है। कोही चाहिँ खाना खाँदैछ, कोही चाहिँ खेतमा आइसक्यो, कोही चाहिँ बिहानैबाट खेत सुरु गरिसक्यो। त्यस्तै हो गाइस। ल अब खेतमा हिलोमा पस्नु पऱ्यो होइन, आलीसाली लाउनु पऱ्यो, त्यही हो गाइस। अब काम थोरै, भिडियो धेरै भयो, अब काम सुरु हुन्छ। त्यसपछि भिडियो चाहिँ बिचबिचमा बनाउँछु है। सोफी 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 के भन्छ रे, उसको परिचय पत्रमा नाम फरक भएर त्यहाँ लेख्ने हो कि सुत्यो यतिकै हो, यतिकै पल्ट्यो, लेख्ने हो कि यतिकै पल्ट्यो। मलाई अब सोसल वर्क गर्न मन लाग्यो। गाइस हिलो हिलो भयो, हिलो हिलो अन्नरबरी हिलो भयो। त्यही के गर्ने है, सहर बजारमा बस्ने मान्छेलाई के अरे हिलो खेल्न रहर हुन्छ, गाउँघरमा हामीलाई करले हिलो खेल्न पर्छ। के गर्ने है गाइस, हाम्रो मात्रै होइन, हाम्रो यस्तो हुँदैछ खेत, यतिको रोप्दैछ। आज यहाँ आइपुग्यो हाम्रो मेलो तर लाएर। पारी देखाउँछ है म तपाईँहरूलाई, पारी होइन त, पारी रोप्दैछ त्यहाँ पनि अझै। सिसा लगाएको छु नि त, प्लास्टिक लगाएको छु नि त, त्यही भएर क्वालिटी डाउन भएको छ। के गर्ने, ल यहाँ आइपुग्यो हाम्रो मेलो। आज यति रोप्यो, यति
माथि घर देख्न सक्नुहुन्छ, गाउँ देख्न सक्नुहुन्छ। कसैको मकै निकालेको छैन, कसैको धान रोपेर सकिन लागिसक्यो। गाइज हाम्रो आजको अन्तिम खेत गर्दै थियो, 2 घन्टा भइसक्यो यो पानी नपुगेर यस्तो भइरह गर्दैछ। मेसो मिलाउँदैछ, 5 बजिसक्यो। अब 1 घन्टामा त 1 घन्टा त लाग्छ होला, अझै 1 घन्टा लाग्छ होला। आमा पानी नआएर 4 बजेबाट लागेको, 1 घन्टा भइसक्यो। 4 बजेबाट गर्न सुरु गरेको यो खेतमा, यो गरामा। एउटै गरामा 2 घन्टा लाग्न थालेपछि अनि हाम्रो चाहिँ के छ भने हाम्रो यहाँको चाहिँ खोला छैन के, आकाशको पानीको भरोसा हो। आकाशबाट पानी आएको बेलामा चाहिँ त्यो पानीको छोपेर गर्ने हो, अनि आकाशे पानीको भर पर्ने हो। खेत चाहिँ राम्रो छ है, तर खोला छैन के, त्यही भएर अब 2 दिनमा गर्ने मेलो 3 दिन लागिदिन्छ क्या, त्यति हो, अरू केही होइन। गाह्रो छ गाइस, गाह्रो छ। सबैजना गोरु फुकाएर हिँडिसक्यो। थाकेर भुत्दैछ हौ। काम गर्ने बानी भए पो हुन्छ है, काम गर्ने बानी छैन। पानी आइपुगेको बल्ल। यताको पुरा माटो भिजिनुपर्छ, उतातिर चाहिँ भिजिसक्यो लगभग। यहाँ चाहिँ भिजेन क्या, यहाँसम्म आइपुग्यो। त्यही हो, त्यही भएर यहाँ आली पनि लगाएको छैन। ल गाइस, अब पानी नपुगेर राम्रोसँग भने जति रोप्न पाएन है, तर जसो तसो गरेर चाहिँ धेरै खिचियो। अब भोलि राति पानी पऱ्यो भने चाहिँ भोलि बिहान सकिने अन्देशा छ है। अब के हुन्छ त्यो भरेको मौसमले थाहा हुन्छ गाइस। अहिले पनि पानी त परिरहेको छ, अलिअलि फटाफट पर्न लाग्छ। भरे राति मेन भनेको भरे राति पर्नु पऱ्यो कि, राति भोलि बिहानसम्म जस्तो आज राति परेको थियो त्यस्तो जटटटटट लाएर पर्नु पऱ्यो कि है। त्यही हो, आजको चाहिँ रोपाइ सकियो। अनि भ्लग चाहिँ यहाँ एन्ड गर्छु है। अनि त्यही हो, बाँकी अर्को भिडियोमा भेटौँ ल। भिडियो मन पऱ्यो भने लाइक, सेयर अनि सब्सक्राइब पनि गर्नु होला। ओके, बाई बाई, सी यू नेक्स्ट ब्लग। सायद भोलिको पनि ब्लग बनाउँछु होला। भोलि पनि त्यही हो, फेरि आज जस्तै सेम जाने रोप्ने, अनि आज पनि त्यही, भोलि पनि त्यही के बनाउनु त नि है। भोलि बनाउनु पनि सक्छु, नबनाउनु पनि सक्छु। बनाएन भने पनि केही माइन्ड नगर्नु होला है। यही हो, सेम आजको जस्तो। इन्जोय गर्नु गाइज। बाई बाई।